गाइस, वेलकम टू आवर चैनल। आप सबको हमारे चैनल में स्वागत है। सम्पूर्णलाई साथीहरुलाई हाम्रो च्यानलमा स्वागत छ। आजको ब्लॉग हामी शुरू करते हैं। तो चलिए शुरू करते हैं। ला 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 ला। रमाइलो छ नि। आज त्यति धेरै गर्मी छैन है। आज गर्मी छैन, आज एकदम रमाइलो छ, शीतल शीतल छ। अब चिसो लाग्न लाग्यो है। अहिले लागिहाल्न लागेको चाहिँ छैन, तर ए होइन होइन, यहाँ अक्सिजनको रुखहरू छ नि त। अक्सिजनको पनि रुख हुँदो रहेछ नि त्यतातिर त, त्यही भएर क्या है। अक्सिजन किन्नै नपर्ने क्या, फ्रीमा सित्तैमा। त्यो भएर चिसो चिसो भएको होला। हामी चिसो आइपुग्यौँ नि त आज। यो ठ्याक्कै भन्नुपर्दाखेरि यसको लोकेसन चाहिँ हामी कर्नेस सेराटोन होटल एक साइडमा छ, सोफिटेल होटल एक साइडमा छ। अहिले चाहिँ ठ्याक्कै फ्रन्टमा हामी सोफिटेल होटलको फ्रन्टमा आएका छौँ। त्यसै कारणले त्यस अगाडि के भन्छ, त्योभन्दा अगाडितिर चाहिँ एकदमै क्या रुखै रुख छ, हरियाली पार्क। हामीलाई जाडो पनि फिल भइरहेको होला कि आज यस्तो लुगा लगाएको धेरै जाडो भइरहेछ है। लगा मेरा मजाक। जाडो त अलि भइसकेको छैन, तर शीतल चाहिँ आज छ। हिजो अस्तिको जस्तो गर्मी चाहिँ छैन। मेरो रुमाल आज काम नआउने भयो जस्तो छ। पसिनै आएन क्या, पसिनै आएको छैन। पसिनै आएको छैन आज। बिगार्दिन पसिनाले। हुन्छ, बिगार्दिउ, केही छैन। यसरी पुछेर निमको झाड पनि कति हो है यतातिर त। निम पत्ता यही त हो नि। तितो हो नि। तितो हो नि। साँच्चै के? निम पत्ता साँच्चै तितो हुन्छ। निम पत्ता यही त हो। मलाई त चाहिएको थियो त यो बोइल गरेर खानुलाई। बोइल गरेर प्रेसरलाई अलिकति कन्ट्रोल गर्न। बोइल गरेर खानी यो निमको, अनि त्यसपछि फेस प्याकहरु बनाउन। म त झन्डै घरबाट मम्मीसँग बोलेर यो मगाउला भन्ने सोचिरहेको थिएँ। निम पत्ता जति चाहिए पनि छ यहाँ। यही हो निम, साँच्चै हो। टेस्ट गरौँ त अलिकति। यही हो के निम? अहिले तितो भएर फेरि साँच्चै निम पो रहेछ। निमै त हो नि। अनि मैले निम भने हैन, साथीको मम्मी पठाउनु पर्दैन हजुरले मलाई। मैले यहाँ निमको बोट कति हो, कति सिटीमा पाइँदो रहेछ। यो सबै निम हो। तर मलाई थाहा थिएन। उसँग यहाँ घुम्न आएपछि साथीले चाहिँ बताउनु भयो कि यो निमको रुख यदि रहेछ। पुरै निम हो यो। मैले चाहिँ मम्मीलाई पठाउनु पर्दैन मम्मी है, यो प्याकिङ गर्न पर्दैन। ओहो, यो त उ रहेछ नि त। यहाँ त डोरी यस्तो खेल्छ नि, डोरी हैन हो, यस्तो 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 चल्ने। यत्रो पाङ्रा हुन्छ नि, के भन्छ त्यसलाई? खोइ के भन्छ, 3-4 पाङ्रा हुन्छ। के भन्छ त्यसलाई? यस्तो घुमेको गरेर खेल्ने एउटा हुन्छ नि। खोइ के भन्छ, मलाई नाम थाहा छैन त्यसको त। हो स्केटल्यान्ड के? स्केलेटन हो क्या र? खै स्केलेटन भनेको त कहाँ, त्यो त उ होइन र, त्यो मान्छे मरेर डेड बडी के अस्ति पन्जर हो त्यो त। अस्ति पन्जर हो के रहेछ त त्यो? के भन्छ स्केटिङ स्केटिङ खेल्न ट्रायल हो क्या यो पुरै यो छ नि, स्केटिङ गर्ने ठाउँ हो क्या यो। हामी पनि एउटा किन्ने त पछि। लडेर ढाड भाँचिनलाई। ल प्र्याक्टिस नगरी कहाँ हुन्छ त नि, लडेर ढाड भाँचिनलाई रे। लडेर ढाड भाँच्यो भने पहिला, अनि त्यस पछाडि आज यो ठाउँमा आइयो, मैले एउटा औषधि भेटेँ, मलाई बडो खुसी लाग्यो। यो सबै निमको हो नि, तर टिप्न त पाउँछ कि पाउँदैन यता? अब तोड्न फोड्न पाइँदैन नि त। मैले त टिपेँ त अघि त एउटा। होइन, त्यो त अलिकति पत्ता पो टिप्यौ त। अब हाँगै हामीलाई चाहियो भने त यता अलिकति साथी प्रेसर कम भयो जस्तो लाग्यो मलाई। हो र? चक्कर आयो क्या? चक्कर आयो क्या? होइन त्यसै भनेको मैले। आएन क्या, बिसो चाहिँ भयो भनेको क्या। यहाँ बच्चाहरूको फुटबल खेल्ने ठाउँ रमाइलो छ बच्चाहरूलाई पनि। बिचरा बच्चा स्याड भएर कतै रोनाल्डो रहेछ बिचरा। रोनाल्डो उहिले आउट भइसक्यो, अनि कहाँबाट हुन्छ रोनाल्डोको जर्सी लगाएर। मेक्सीको फ्यान थियो त, तर हारिहाल्यो। त्यो हामीले छोडिदिएको हो क्या हिजो। कति त्यो बच्चाहरू रुनै खोजे अनिखेरि छोडिदिएको, अनि लिएर जा ट्रफी भनेर। अब त्यो हारिसकेपछि तपाईँले जे होइन, रुनै खोज्यो क्या त्यो कलरवाला कपाल भएको बच्चा त। अनि मेसीले ल छोडिदियो, राम्रो खेल्ने, अनि उसले नजितेर कलेज छोडिदियो, यो चोटि लिएर जाऊ तिमीहरू भनेर छोडिदिएको हो क्या मेसीले। अब हेर्नु त यस्तो भनिदिनु भयो। ठिकै छ, यसलाई यसमै राखेर अब हामी अब सकिसक्यो। अब सकिया कुरो गर्नुहुन्न क्या साथी। वर्ल्ड कप हुन्छ, त्यसमा चाहिँ त्यसमाथि हामी कुरा गरौँ। सोचेर मात्रै उ गर्नु, पार्टी चेन्ज गर्ने। पार्टी चेन्ज नगर्ने, म त सोचेर मात्रै सपोर्ट गर्नुहोस् है, अहिलेको जस्तो नहोस् है। अलवेज अब बाजी पनि छ नि त, 500 कता हो, 500 कोले जित्यो हिजो गरेको होइन बाजी, बिर्सेको छैन साथी त्यस्तो पनि। ल हेर
कहाँ हिजो बाजी गरे 500 भने तपाईँ आज 500 दिनु पर्यो भने होइन है गर्ने हो त यो त 500 रुपियाँ होइन होइन कहाँ यहाँको हो यहाँको कहाँ करेन्सी त तोकेकै छैन त्यहाँ 500 मात्रै भनेको छ 500 भनेको हामी जहाँ ठाउँ बस्छौँ त्यहाँको त्यहाँ 500 हुँदैन हुन्छ। हुँदैन नि हामी जो हो त्यो पो हुन्छ हामी नेपाली हो भनेपछि 500 रुपियाँमा हुन्छ ए तपाईँ नेपाली हो ए म त यहीँको अरबिक होला भन्ने ठाने होइन नि सुहादा हबिबी सुइन्ते सुहादा yesterday you talk 500 बात आज चाहिँ छैन सुहादा इन्ते 500 रुपीज बेट 500 द माफी मालूम तुझे मुश्किला माफी मुश्किला yesterday you talk टॉक मस्त जोक मारा रे high level my English is high level understand everything Understand. very difficult to explain ओके different weight lose गर्नलाई different गर्नुपर्छ का different ओके your Very English difficult. I don't understand my Very English difficult you to understand no understand no my English you understand no I'm your always- English I don't understand my English you don't understand I'm always what talking. kind of English is this only I'm English- always talking English- in English only English is very funny language you don't know A few moments later बहुत गर्मी है यस्तो गर्मीमा पनि साथीहरूलाई भेट्नलाई है हामी जाँदैछौँ जाँदैछौँ है। हाम्रो अड्डामा हाम्रो अड्डा छ नि त यहाँ होइन गर्मीलाई के अरे फलाम काटे फलामलाई काट्ने फलामै हो भने जस्तो फलामलाई काट्ने फलाम नै हो भने गर्मीलाई काट्ने जस्तो चिया पिउनको लागि क्या कस्तो हाउ फन्नी होइन हाउ फनी अनि जाँदैछौँ है हामी त्यो जानको लागि चाहिँ लोकेसन ठ्याक्कै के भन्छ विमार्टबाट क्रस गर्ने विमार्ट मार्केटबाट त्यस पछाडि गएर क्रस गरिसकेपछि राइट लिने भन्नुहोस् न साथी कता रे बिर्सिसकेँ कि मैले अनि राइट लिएर त्यस पछाडि सन एन्ड सन मार्केट सन एन्ड सन के आउँछ सन एन्ड सन सन एन्ड स्यान्ड सन एन्ड स्यान्ड भन्नै नआउने क्या यतातिरको मार्केट पढ्नु अनि अर्को एउटा आउँछ चैत्रम त्यो आउँछ मार्केटबाट ठ्याक्कै राइट लिने राइट लिइसकेपछि हामी राइट एभ्रिथिङ इज राइट कुद्दै जान्छौँ गइसकेपछि डक वाक गर्दै जान्छौँ हामी यसरी डक वाक होइन रनिङ चाहिँ जाने नि गर्मी नो क्याट वाक डक वाक डग क्याफे सरिन्छ र मङ्की वाक या त्यस पछाडि हिँड्दैछौँ है हामी हिँड्दैछौँ त्यहाँ हिँड्दैछौँ जाँदैछौँ आइपुग्यौँ कता आइपुग्यौँ अत्ता पत्ता लाउन सकिएन साथीहरूलाई भेट्न यति दुःख हुँदो रहेछ है केही भने नि तर के गर्नु? साथीहरू कता छन् कुन्नी भेट्नै पर्यो मजा हुन्छ कहिले काहीँ त भेट्नै पर्यो अनि हरायो त ओहो बिग मार्ट खुलिया रहेछ नि त यहाँ नि यहाँ बिग मार्ट खुल्या छ नि नयाँ रहेछ यहाँ है ठुलो बिग मार्ट खुल्या छ ठुलो त्यही त ठुलै हो त भने आइपुग्यो फाइनली हामी उनीहरूलाई थाहा छैन है हामी आएको भनेर थाहा छैन यिनीहरूलाई चाहिँ मन्डे जहिले आए पनि यहीँ हुन्छन् यिनीहरू दुइटा चाहिँ नि यिनीहरू दुइटा जहिले यहीँ बसिरहेको हुन्छन् चिया खाएर 3-4 जनै आज चाहिँ अरूको ड्युटी भएर होला यिनीहरू दुइटा मात्र बसेका छन् ब्याक गर के गर्दै तिमीहरू यहाँ हामी चाहिँ बाहिर गर्थ्यौँ कर्निसतिर सुत्नुलाई यसो ज्याजुता देखेर फ्यामिली जस्तै खिचेर आयो क्या बोलाउँदै नबोलाइकन तिमीहरू नि हामीलाई बोलाउँदैनौ कहिले पनि किन यस्तो गरेको यार ब्यालेन्स छैन हजुर तेरिका त्यस्तो चाहिँ भएन क्या ब्यालेन्स छैन स्यालेरी आएन 27 मा स्यालेरी आउने हो नि त ए 27 भने के हो त्यो ल यसमा पनि कति अहिले चाहिँ हामी भेट भइसक्यौँ यसमा पनि हेलो भेट्यौँ होइन हामीले हाम्रो साथीहरू जहिले आए पनि यहीँ भेट हुन्छ क्या जहिले भेट्नु जहिले चाहिँ हुँदैन होला जहिले भन्दा नि हामी आउने टाइममा क्या हामी आएको बेलामा यहीँ भेट्यौँ हामी आएको बेलामा चाहिँ यहीँ कहीँ जानु भेट्नु पर्दैन ओहो के हो यो आइस हो कि के हो पानी मात्रै हो त्यति टेन्सन नलिनु आइस नखानु ला हो र पानी हो त्यो गर्मीले गर्दा त्यस्तो भयो होला आइसेर चाहिँ क्या खाइदिउँ खाइदियो पानी पनि खान्छ त पिउने हो ल पिएँ मैले ल ल पिएँ ल बेजती गरेकै हाम्रो यही सन्डे आउने पर्सि सन्डे सन्डे कमिङ सन्डे कमिङ त हामीले अर्को प्लान बनाएको कमिङ आइतबार होला नि त कमिङ आइतबार
यसो फ्ल्याट कफी उता सुगरमा हैन दिदी चिनी बिनाको ल्याइदिनु विदाउट सुगर होइन है मलाई मैले पानी खाइसकेँ अर्को ल्याइदिनुहुन्छ कति रुपियाँ हो मैले लिएर आयो भने त दिन्थ्यो 1 रुपियाँ नेपालको 1 रुपियाँ के यताको हुन्छ अर्डर गरिदिनुहोस् यो साइजको ल्याइदिनुहोस् है यो साइजको पानी यो साइजको होइन चिया चाहिँ यो साइजको चिया यो साइजको के हो चिया हो यो के फ्लेभर अदरक भनेको अदुवाको र अलैँचीको चिया है ल ल्याइदिनुहोस् ल त सुन्नु न चिनी अलिकति कम हालिदिनु ल यो हामी बाँडेर नर्मल नै हुन्छ ल केही छैन यो यत्रो धेरै रहेछ यो धेरै ठुलो भयो हामी आधा आधा पिउँछौँ के एक्स्ट्रा कप पनि ल्याइदिनुहोस् ल कत्रो ठुलो चिया क्या चेस गरौँ न त ठुलो भयो क्या कस्तो सानो चिया खाएको यति ठुलो मान्छेले हो चेस गरेर राख्नु हुँदैन नि त भइमा हो ल त्यस्तो आइडिया थिएन नि त त्यही भएर क्या त्यस्तो हो र चल हामी ड्रिङ्क गर्दिनौँ नि त हामी त्यस्तो ड्रिङ्क गर्दैन नि त पिउँछौँ क्या पानीहरू अनि त्यो खासै पानी पिउनेलाई त यसो गरेर चलाउनै हुँदैन क्या खास गरेर अनि के हो यो ठाउँको नाम बिर्सिएँ क्या मैले त चाय सुट्टामा हामी अहिले आइसकेका छौँ चाय सुट्टा तर सुट्टा त कसैले पिउँदैन चाय मात्रै पिउन आएको हो यहाँ चाहिँ एकदम स्पेशलिस्ट के अरे मड्का स्पेशलिस्ट क्या स्पेशल नै स्पेशलिटी के रे स्पेशलिटी ए राम्रो चिया एकदम राम्रो चिया माटोले बनाएको भाँडामा है गाइस माटोले बनाएको भाँडामा पोज गर्न चाहिँ बिर्सिनु क्या ए हाई गाइस यहाँ फेरि चाहिँ यहाँ बाहिरको खाना चाहिँ अलाउड छैन है त्यसैले बाहिरदेखि खाना केही नलिएर आउनु त्यहाँदेखि आउँदा नो आउटसाइड फुड अलाउड खाना बाहिर होटलमा रेस्टुरेन्टमा बाहिरबाट लिएर आइन्छ त भाइ खाना बाहिरबाट लिएर आउँछ त खानालाई नमकिन लिएर आउँछ होइन हो त्यो बाहिरदेखि नमकिन नलिएर आउने यहाँ पाउँदैन तर बाहिरबाट लिएर आउन मिल्दैन हो ए सही हो नि है त्यो त किन भन्दा यहाँ जे छ त्यही किनेर गर्नुपर्ने हुन्छ क्या एकचोटि मेनु पाए नि हुन्थ्यो नि है केही मेनुहरू छैन मेनु पनि पाए हुन्थ्यो नि टिस्यु पनि पाए हुन्थ्यो अलिकति मेनु ल्याउनुहोस् त मेनु पढ्न पर्यो यता बसेर मेनु पढ्न ए त्यस्तो छ मेनुमा जे छ त्यही अर्डर गरौँला नि त नेक्स्ट टाइमदेखि है त्यस्तो गल्ती गरिएछ नि है हामीले गल्ती भन्दा बाहिर जानु हुँदैन ल सबैजनाले त्यही गर्नु होला है ओहो त्यही भएर चियाको पिक्चर पनि कस्तो पिउँ जस्तो लाग्दो रहेछ यस्तो मिठो चिया मेन्यु लिङ्क तपाईँ थ्याङ्क यू ब्रदर आर यु फ्रम फिलिपिन्स brother I am from Uganda not from Uganda he is from Uganda where is Uganda near somewhere in north in old in world somewhere in old Uganda is somewhere in old Uganda how is there weather now weather is absolutely fine there fine yeah. Oh my god fan or fine whatever you absolutely fan whatever you understand absolutely fan के गलत बोलेर मैले absolutely fine okay my English is high level no problem चाय दिनु रे भाइलाई चाय ए उहाँले ल्याउनु भएको उहाँलाई नि एकै त्यो रे गान्डा ड्रिङ्क गान्डा तर क्यामेराम्यानले चाहिँ भाउ देखाइन उता क्यामेराम्यान त अहिले फोकस नै अहिले क्यामेराम्यान खाली हाम्रो भिडियो बनाउनमा फोकस हाई लेभलको अनि हुन्छ त्यसै अनि हायर गरेर ल्याएको हाम्रो त बिगार्नै पाइदैन नि क्यामेराम्यानलाई फोकस गर्न दिनुपर्छ के हो एकदमै अहिले हामी चाहिँ ठ्याक्कै आबुधाबीको चाय सुट्टामा आइसकेका छौँ अब फेरि पनि यसकै नाम भनिदिउँ न होइन कताको रे युगान्डाको होइन है आबुधाबीको युगान्डाको नाम होइन आबुधाबीको नाम भन्दाखेरि यो चाहिँ नि आबुधाबी कहाँनिर छ भाइ भनिदेऊ त हमदानमा इमरेट्स टावर नजिकै भन्दा हुन्छ एमिरेट्स टावर नजिकै इमरेट्स टावर नजिकै इलेक्ट्रिक शपको नजिक लुलु खोलेको छ त्यहाँबाट 5 मिनेट लाग्छ एकदम सजिलो उपाय त्यहाँनेर यति ठुलो चाबी बनाउने ठाउँ पनि छ र गुगलमा छ त्यो गुगलमा खोजेर आउनु होला ए गुगलमा होइन हामीलाई खोजेर आउनु होला नि पानी ल्याउ कति रुपियाँको पानी हो यो खोइ कति रुपियाँको यतातिर
पानी त साह्रै मिठो है चियाभन्दा मिठो पानी पानी त्यो चाहिँ मलाई मात्रै हो मैले एउटा अझै चिया खाएँ है साथीहरू मैले सबै एउटा चिया खाएँ किन भन्नु पर्यो कस्तो साह्रो हो यतातिरको पानी त खोल्न नि गाह्रो दाबले यस्तो गरेर क्या कस्तो खाले रहेछ पानी पनि कति रुपियाँको पानी दियो तिमीलाई मिठो लागेन लाग्यो झड्का झट्का लाग्यो अहिले त्यो भाइ आइसी भन पानीमा के मिसाएर हाल्थ्यो हो फेरि एकचोटि ट्राई गर्छ सेकेन्ड ट्राईमा अलिकति हामीले के भनेको छु मिसाइदिनु हो के मिसाइदिनु भनेको छ त्यो त भइगयो हो मिसाएको रहेछ नि त के मिसाइदिएछन् पानीमा यस्तो झड्का लाग्ने झट्का लाग्ने इलेक्ट्रोलाइट मिसाइदियो होला इलेक्ट्रोलाइट इलेक्ट्रोलाइट मिलाउने है खोइ त मेनु पढ न तिमी मेनु हेर्छु भने होइन मेनु त म त फ्यानको रूपमा पो लिएर आएर मेनुले अनि हावा कस्तो दिइरहेको राम्रो रहेछ नि त माछिँदैन नमाछी हेर्नु न लिएर जाउँ न त एउटा यस्तो भएको रहेछ लिएर जाउँ यो लिएर जाउँ फ्यानको काम गर्छ एउटा डन्डी हाल्ने यहाँनिर त्यो ग्लास चाहिँ ए भाइ नबिर्स है नेपालबाट आउँदाखेरि मलाई त्यो ग्लास चाहिँ चाहिन्छ नि फेरि माटोको माटोको भाँडा मान्छे आउने नआउने ठेगान भने मान्छे आउने नआउने ठेगान हुन छोडिसक्यो यहाँ माटोको भाँडामा नि कसले खान्छ हौ साथी यत्रो स्टिल नन स्टिक पाइन्छ यहाँ होइन माटोको भाँडामा खानुको मजा अलि अलग्गै हुन्छ नि छोडिदिउँ त्यस्तो माटोको भाँडामा खानु हुँदैन मास्का चास्का बन के भन्दै नि आएन माछा बनलाई के भन्दै मास्का चास्का बन मास्का चास्का मास्का चास्का 5 AD पित पित पिस तपाईँले यसरी गर्नुपर्ने क्या नमस्कार म बेरोजगार म भन्न लागेको थिएँ कस्तो सुट नै गर्न दिएनन् के भाइहरूले हो त्यति बेला नै गर्न लागेको थिएँ यो के रहेछ यो पहिला हाम्रो हो नि नमस्कार म ब्याम्बो काट्छ बेरोजगार आबुधाबीमा बेरोजगार भएर म यता हेर्नु कन्फ्युज भएको छु यहाँ कसैलाई छैन क्या यस्तो रहेछ क्या ब्याम्बो कच्चा ब्याम्बो कच्चा भनेको त्यो बाँस हुन्छ नि हाम्रोतिर त्यो होइन हो बम्बे कच्चा क्रिम हो ए होइन हो ब्याम्बो भनेको छ त्यो बाँसको उसमा चिया होला हो होइन हो पढ्न आएन मलाई त्यतिसम्म छैन क्या पढ्न आएन है मलाई त बम्बे BO लेखेछ त BA होइन BO रहेछ बम्बे कच्चा ओके ओके बम्बे कच्चा यो इङ्ग्लिस नाम के होइन पढेर सुनाउनु त छोरा मान्छेले राम्रो मैले आँखा नदेखे नि हुन्छ अब म पढ्छ है त मास्का बन मास्का जाम पिस्ता चियो अनि यो चाहिँ के हो कोको यो के हो भाइ ओके चोको चस्मा पावर छैन क्या चस्मा पावर छ यो टाढाको लागि हो नि त नजिकको लागि होइन ए टाढा गरिदिनु त्यसो भए ए ओ अनि अर्को बम्बे अनि बम्बे हो त्यो त मन परेन मलाई यतातिरको WRAP राइटमा जान त्यो राइट ऱ्याप हो के एरिया अरे पिरे यस्तो रहेछ ऱ्याप कस्तो कमेडी पुलाउ गरेको यिनीहरूले छ्या आइसक्यो त भाइ ल आयो चिया आयो कफी चिया आयो यो चाहिँ के तपाईलाई धेरै धेरै धन्यवाद भाइलाई धेरै धन्यवाद भाइलाई थ्याङ्क यू सो मच के अनि फ्रम द बटम अफ माई हार्ट हामी किन इङ्ग्लिसमा भन्ने नेपाली दाइलाई तपाईँलाई हृदयदेखि धन्यवाद छ तपाईँलाई धेरै धेरै धन्यवाद के को लागि दसैँको शुभकामना यो झुम्का लागेको चियाको लागि धेरै धेरै धन्यवाद तपाईँलाई त्यसै खाने चेयर्स गरौँ ल चेयर्स हात पोलो नि त त्यही भएर कस्तो तातो रहेछ यो फेरि अनि झुम्का लागेको चिया र यो नलागेको त मिल्दैन होला ल त मिल्छ ठ्याक्कै है यो चेयर्स कुन गोल्ड सेन्टरबाट बनायो गोल्ड पनि हो चलबे अंदर जगह चलबे नहीं बा अंदर जगह नहीं बा किधर चलबे इधर ही बैठबे कति धेरै ल्याङ्ग्वेज आउने हो त बैठबे भी छ खैठबे भी यो कताको ल्याङ्ग्वेज हो र यो भाइहरुको ल्याङ्ग्वेज हैन भाइ बैठबे अनि भाइहरुको न के ठाउँतिरको हो भन्न खोजे उतातिर तराईतिरको मतलब भाइको ठाउँतिरको ल्याङ्ग्वेज तराईतिरको हो नि चलबे थाहा छ कि थाहा छैन यही भाषा बोलेर थाहा थियो खाना खाइबे चाय पिक्बे पिक्बे होइन हो चाय पिबे चाय पिबे
चाय पिबे पानी पिबे अनि अर्को के अरे म केटा मान्छे हो भन्नलाई के लौंडा नै रे भाइ लड्कालाई के भन्छ नि लड्का बे छौरा छौरा छौडा छोरा बोल्यो भने त छौरा छौरा क्या छौरा फलामलाई फलाम काट्नलाई गर्मीलाई गर्मीकै लागि चिया इन्जोय योर मिनी टी मैले खास चिया खान्थिनँ यो झुम्का नलगा भए चाहिँ आज चिया पिउँदैन थिएँ कहिले पिउने चलन छैन कि चिया खासै झुम्कावाला चिया छ नि त झन् राम्रो हो नि अरू बेलामा चाहिँ पिउँछु फेरि त्यो झुम्का हटाइदेऊ न त धेरै कालो भयो चिया ओहो गाना कताबाट आइरहेको झुम्का गिर गाना उताबाट आइरहेको झुम्का गिर गयो अरे ल चिया त कता कता डेलिभरी नि जाने रहेछन् है साथी कस्तो लाग्यो त चिया तिमीलाई चाय सुट्टाको एकदमै मिठो लाग्यो साथी मैले कहिले नखाने मान्छेले यसरी खाएँ कि है एकदमै राम्रो लाग्यो मिठो रहेछ चाय सुट्टा एकदमै होला सबैजना यताबाट जाँदै गरौँ यसरी यताबाट जाउँ हामी यसरी हामी चाहिँ यहाँबाट एक्जिट हुँदैछौँ है एकदमै राम्रो कस्तो राम्रो देख्दा पनि धेरै सर्भिस पनि एकदमै राम्रो चिया पनि चिया रहेछ है एकदमै मिठो है साथी गाइस सबैजना आइदिनु होला है साथी ल सबैजना आउनु होला चाय सुट्टामा तो दोस्तों हमारे चैनल को लाइक करिए शेयर करिए और सबसे इम्पोर्टेंट बात सब्सक्राइब करिए बेल आइकन दबाउन पनि नभुल्नु होला बाटो छ घुमाउरो सी यू टुमरो